आज हामी लिची स्टिङ बग नेपालीमा पँधेरो भन्छ त्यो किराको खोजीमा आएको 3 घण्टा बाइकमा आइयो तर अहिले यहाँ आएर हेर्दाखेरि एउटा पनि छैन। यति ठुलो बगानमा हाम्रो आउने समय अलिकति ढिलो छिटो भएछ कि खै के हो यहाँ नपाइएको हो केही बुझ्नै सकिएको छैन। अनि यहाँ बगान कसरी बनाएको रहेछन् भन्दा एउटा पुरै पहाडलाई एउटा सानो सानो पहाड थुम्को भनौँ त्यसलाई सबै यिनीहरूले फाँडेर त्यसरी चाहिँ लिची लगाएको रहेछन्। जस राम्रो रहेछ हेर्दाखेरि अलिकति एकान्त ठाउँमा हाम्रो हृदयले हेर्दैछन् इन्स्पेक्सन गर्दैछन् छ कि छैन भनेर। हृदय पाइसो उसले केही पाएको रहन्छ हेर्दैछ। खास यो किरा तलबाट पनि देखिन्थ्यो यसको अन्डाहरू चाहिँ गोलो गोलो भएको हुन्छ त्यो चाहिँ पात मुनि चाहिँ हामीले छ कि भनेर हेरिरहेको छौँ तर एउटा पनि पाएको छैनौँ। अनि यसले खास त रस चुस्नी हो सानो सानो मुनाहरूबाट तिनीहरूमा पनि हेर्दा खै हामीले त्यति पाएको चाहिँ छैनौँ। हेरौँ अझै कतिवटा छ तर बाटो चाहिँ अलि अप्ठ्यारो गाह्रो छ। अरे हेर्नु न सबै पुरै बगान सबै लिचीकै छ तर पाइएको चाहिँ छैन। यसरी नै हेऱ्यो मुनाहरूमा हुन्छ र यहाँबाट रस खाएको हुन्छ र यो चाहिँ माथि नै बस्छ भर्सक तलभन्दा पनि तर खै किन यहाँ देखिएकै छैन। यो बगैँचाको चाहिँ हेर्दाखेरि साह्रै राम्रो छ अलिकति खाल्टो खाल्टो जस्तो भागमा र हल्का उठेको डाँडा हेर्नुहोस् त कस्तो राम्रो है। फुल पनि मजाले फुलेको छ मुनाहरू पनि आएको छ तर हामीले जुन कामको लागि आएका थियौँ त्यो चाहिँ हामीले पाउन सकेका छैनौँ। त्यही पनि खोजी चाहिँ हाम्रो जारी नै छ। हेरौँ अब पाइन्छ कि पाइन्न आशा छ 2-3टा पायो भने पनि हाम्रो काम चाहिँ हुन्थ्यो तर पाइएको छैन। अब यसरी हेर्दाखेरि हामीले चाहिँ माथि नै देखिन्छ त्यो तपाईँको यता उयो माथि नै हुने हुन त होइन तर हामीले देखिएको छैन। त्यही पनि हेरौँ है त। यो खास त्यहाँ यो मुनाहरूको चाहिँ चुसेको हुन्छ रस चुस्छ खास त्यसले माथि नै हुनुपर्ने हो तर अहिले एउटा पनि हामीले भेटाएको छैन। हुनसक्छ हामी अलिक छिटो आयौँ कि जस्तो कि छ तर यो राम्रो ठाउँ चाहिँ अवलोकन गर्न पाइयो यही नै हामीलाई अलिकति ठुलै कुरा भनौँ। यो चाहिँ एकटै पाइलेन त होइन हेर्नु कसरी जङ्गल फाँडेर यसरी बगानमा चाहिँ परिवर्तन गरेका छन्। भिरालो ठाउँ जे होस् राम्रो हो लिचीको लागि चाहिँ उपयुक्त रहेछ भनौँ। अब हामीले देखिसकेपछि आएर